सबैजनालाई भ्लगमा आयो ल भ्लगमा ल दिपिका भ्लगमा आयो ल ल भ्लगमा आइस ल ल ल ल सबैजना भ्लगमा आयो ल हेलो हेलो सबैजनालाई ल इन्जोय हुँदैछ नि त इन्जोय हुँदैछ ल ल ल ल सबैजनालाई ल हेलो गुड मर्निङ टु अल अफ यु है सबैजनालाई सो आज भने चाहिँ गेटअप देखिसक्नुभयो होला सो आज भने चाहिँ है म चाहिँ ड्युटीदेखि नै आफ्टर ड्युटी बिहामा जाँदैछु सो साथीहरूसँग भरे अब इन्जोय कतिको हुन्छ बिहामा आज हो स्टाफकै अब बिहा छ हो सो त्यसको लागि चाहिँ आज एकदम रुमबाटै रेडी भएर जाँदैछु सो किप वाचिङ एन्ड किप सपोर्ट मी है हजुरहरूको माया अनि सपोर्ट चाहिएको छ सो त्यही भन्दै अहिलेको लागि यति नै अब बाटोमा हेरौँला ड्युटी आफ्टर ड्युटी बिहामा जाँदैछ सो त्यही हो अब अहिले ल बाटो चाहिँ यस्तो छ बिहाको है सो रफ रोड हो हेलो रेणुका इन्जोय गर्ने हो त आज बिहामा ओके माथि गएर भेटौँ ल है फेरि बाटोको देखाएको है रफ रोड छ है त्यो बाटो चाहिँ एकदमै खराब अब यो फल्नु देखाउँदा नि यसलाई ओके हामीले माथि गएर अब भेटौँ ल है केटीहरूको चाहिँ यहाँ छ है भिडियोमा प्ल्याक भएको बसिएको छ भन्नुपर्छ नि अन्त यस्तो अन्त चट्टा परेर मेरो एक साली भन्ने कति इन्जोय हुँदैछ इन्जोय हुँदैछ तिमीहरूलाई ल हाम्रो चाहिँ अब यहाँ चाहिँ बेहुला अन्त बेहुली अब यहाँ भाइ र बुहारी अन्त चट्टासँगले आज चाहिँ बिहा है यहाँ चाहिँ नानाहरू छ हाम्रो स्टाफहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले बुबनी कस्तो हुँदैछ त कस्तो हुँदैछ त सबै कम्पनी स्टाफहरू है अन्त के हो अन्त हल्का अन्त भ्लगमा आउनु अन्त भ्लगमा पनि त्यस्तो भनिदिएको यो चाहिँ तिम्रो स्लोमा आउँछ हाम्रो चट्टा लगेर चाहिँ नानाहरू चाहिँ डान्स गर्नुहुँदैथ्यो हो र यो गीतमा चाहिँ यो चाहिँ मैले म्युट गरेको गीत चाहिँ किनभने कपिराइट क्लेम लाग्छ भनेर नानाहरू चाहिँ एकदमै बिहामा चाहिँ इन्जोय लिनुहुँदै थियो हो अन्त त्यो भएर चाहिँ अनि मैले चाहिँ चट्टा लगाएर चाहिँ उहाँहरूको भिडियो बनाइरहेको थिएँ मैले पनि धेरै भन्दा पनि धेरै इन्जोय गरेँ है अनि मजा आएको थियो है अनि नानाहरूले चाहिँ राम्रो भिडियो बनाइदिनु है हाम्रो ब्लगमा चाहिँ राम्रो आउनु पऱ्यो है भन्नुहुँदै थियो हुन्छ भनेर चाहिँ मैले चट्टा लगाएर चाहिँ उहाँहरूको चाहिँ आमामा यस्तो इन्जोय लिनुहुँदै थियो होइन अब के भन्नु है अब बिहामा चाहिँ यस्तो इन्जोय भयो होइन त्यो मजै आयो र यहाँ चाहिँ मैले चट्टै भाइ बुहारीलाई चाहिँ देखाएँ हो बेहुला अनि बेहुलीलाई चाहिँ बेहुलीले चाहिँ गर्दैछ हो अनि चट्टा लगाएर फेरि यस्तो देखाएर चाहिँ फेरि नानाहरूलाई चाहिँ हो आमा नाचेको यस्तो जोसले नाच्नु हुँदै थियो अब किनभने अब मलाई खासमा यो नै लाउनु मन थियो कि तर अब कपिराइट क्लेम आउँछ भनेर चाहिँ मैले चाहिँ यसलाई चाहिँ म्युट गरेको है अनि उहाँहरू चाहिँ एकदमै इन्जोय गर्नुभयो अनि देख्न सक्नुहुन्छ हाम्रो चाहिँ गाडी चाहिँ एउटा गाडी यहाँ छ है
ल यहाँ देख्नु सक्नुहुन्छ हाम्रो चाहिँ एउटा गाडी यहाँ छ सो अर्को गाडी यहाँ छ है देख्न सक्नुहुन्छ है अर्को गाडी यहाँ छ अनि अर्को गाडी यहाँ छ है यतिको चाहिँ हुनु पर्यो नि त यतिको त हुनै पर्यो नि त ओके लास्ट एन्डिङमा चाहिँ है अन्त हामी चाहिँ बिहादेखि फर्केर आएर चाहिँ नामथाङको यो चाहिँ इङ्ग्लिस रिभिर भन्छ है त्यहाँ चाहिँ हामी सबैजना 4टा गाडी जम्मै राखेर चाहिँ अनि सबैजनाले एकचोटि फेरि लास्ट नाच्ने भन्यो चाहिँ बिहामा चित्त बुझेन अरे हो अनि फेरि यहाँ चाहिँ नाचौँ न त भनेर चाहिँ लाउ न त नाचौँ न त भनेर मैले त्यहाँ सबै बनाउनमा लाँदैछु कि तिमीलाई पनि भिडियोमा आयो भ्लगमा आयो भनेर चाहिँ मैले चाहिँ अनाउनमा लगेर भन्दै थिएँ अनि यहाँ चाहिँ मैले फेरि किन म्युट गर्यो भन्दा चाहिँ फेरि यसमा गीत बज्दै थियो योमा पनि गाह्रै छ योमा पनि कपिराइट क्लेम आउँछ सो म त्यो गर्नु चाहन्न कपिराइट क्लेम आएको चाहिँ मलाई अब भएन नि त कपिराइट क्लेम लाग्यो भने चाहिँ सो त्यही भएर यसमा मैले म्युट गरेको छु नानाहरू चाहिँ एकदमै इन्जोय गरिरहेको छ साथीहरू मान्छेहरू पनि है लास्ट एन्डिङ नाचिदिने अरे अब बिहामा जति नाचेर पनि भएन चित्त बुझेन हो यहाँ बहिनीलाई चाहिँ मैले देखाएको छु बहिनीले चाहिँ राम्रो निकाल्नु नाना भनेर चाहिँ मैले चाहिँ ओके भनेर चाहिँ झट्टै गरिराखेर चाहिँ मम्मी यार मैले चाहिँ फेरि यो सरलाई चाहिँ नानाहरूलाई चाहिँ मचाउँदैछ भने मचाउँदै थ्याङ्क यू